होइन भने फेरि के को प्रोटेस्ट हौ भयो के फेरि टिचरहरूले प्रोटेस्ट गर्न लाहान् रे होइन म के भनौँ भने म त कति प्रोटेस्ट होइन क्या अब यो हुन्छ नि कहिले कसो आउने महोत्सव कहिले कसो आउने चाडपर्व भइसक्यो क्या प्रोटेस्ट भने के हो सबै कुराको लागि प्रोटेस्ट गर्न जरुरी छैन त भने हेत्तेरिका जमाना यस्तो डिजिटल भइसक्यो होइन आफ्नो यस्तो प्रब्लमहरू आफ्नो यस्तो डिमान्डहरू यस्तो डिजिटल वर्ल्डमा हालेर होइन सबैलाई ट्याग गर्न लगाए त हुन्छ त हौ सबै कुराको लागि प्रोटेस्ट गर्न जरुरी छैन भन्छु म जहिले के हौ पहिला प्रोटेस्ट हुँदा होइन इट वाज अ भेरी सिरियस थिङ है किन हाटु इट वाज अ भेरी सिरियस थिङ होइन आजकल त क्याजुअल भइसक्यो कि जसलाई मलाई त्यो प्रोटेस्ट गर्दै कहिले काहीँ 12 बुढीको बुढा बुढीहरू आएर प्रोटेस्ट गरे ए रिटोटलिङ गर्नु पर्यो ह्यान त्यहाँ भनेर कहिले को प्रोटेस्ट गरे कहिले के भइरहेको नेपालमा क्या हो र हेर जो जसले आइतबार नि बिदा पाइरहेको छु नि स्कुलमा कलेजमा पढ्ने बुढाबुढी तिमीहरूको यस्तै पाराले जान सक्छ है बिदा हेर अहिले भनिरहेको छु हेर बेलैमा यस्तो आवाज उठाउ यस्तो कुराको लागि धेरै प्रोटेस्ट भएको अब नेपालमा कति प्रोटेस्ट गएको अरे कहिले अनुमति पठाउ इन्डियावालाले अब आफूले आफूलाई सेल्फ हार्म गर्नु छ अनि न्यायाधीश सरकारबाट गर्छन् आन्दोलन कहिले के म के भन्नु भने म बा धेरै बोलिनँ म फेरि के कन्ट्रोभर्सीमा घुस्ने मन लाग्दैन तर अटोमेटिकली आफै एट्र्याक्ट हुन्छु के भन्नु म के भन्नु चाहिँ छैन नि त्यसरी आजको लागि भिडियो यति नै गरौँ यदि मेरो भिडियो के गरिहाल्छ नि हेर्नु भइसक्यो भने मेक स्योर टु फलो अरू त्यस्तै हो छु मी गाइज